सब्जी अब हेरिनु सम्झिनु नि भित्रै खै यता खै यो के हो यत्रो मुढा त्यो काकाको त्यो खेती यो भनेको भरेको अरू केही भन्नु छ भनिहाल बोल्ने छैन होइन अब कस्तो बोल्ने छैन मुख छैन म त यो एकदम यो कम्प्लिट बसेर खाने कि त ल ल ठिक छ ल ओके बाई अब ल यो चाहिँ अब के अरे एकदम रागाको त के अरे अर्ग्यानिक अरे खुट्टा अगाडि कि पछाडिको अगाडि होला अगाडि अब है साथीले खाएँ मलाई राखिदिएको छ है सबै ल ठिक भाइ छ बहिनीले ल खाएपछि मलाई एउटा बुढो मान्छेले राखिदिएको छ होइन अब मलाई खाएको एकदम टेस्टी छ सबैले गरिदिनु ल ल मजाले खानु ल ल ल ल ल यो चाहिँ के हो पापड पापड बन्दैछ अरे हो उसले पनि पोल्छ कि के हो तिमीले गरेको हो हो कि होइन भन न कसले गरेको अलि साह्रो बोल न ल यो चाहिँ नि यो के हो खसीको नि यो खसीको मासु है यो खै के को मासु हो यो नि मासु छ यो नि खसी नै हो रहेछ खसीको मासु हो खुट्टा खाने स्पेसलहरू यहाँ छ यो राँगा मासु यो पनि राँगा मासु होइन यहाँ डल्ले खोर्सानी चट्ट त्यसो खानुपर्ने कागजी यो आलु अचारको लागि यहाँ मासु अझै छ यो अर्को भयो टमाटर मासुमा हाल्नुको लागि यहाँ पाक्दैछ फेरि यो कुखुराको मासु पर्सनल भात खाने रे त बिहामा हेर्नु पुलाउ नखाने रे भात आफै रेडी गरे यो पुलाउको लागि रेडी यो पनि रेडी अघि एकपल्ट पाकेको छ यहाँ छ पुलाउ चाहिँ के मजाले पकाएको छ हेर्नु आन्द्रा भुँडी बनाउने मान्छे यता है हातमा आन्द्रा यो बन्दैछ यहाँ खसी बन्दैछ स्पेसल होइन लोकल खसी बलियो रहेछ हौ खसी त नि साह्रै यो चाहिँ स्पेसल चाहिँ तल मासु काट्ने नै काम गर्छ पत्रीतिर यो होइन मासु काट्नेको काम मान्छे हेर्दा नि ठ्याक्कै छ नि त तपाईँहरूलाई अब मासुहरू केही चाहियो भने पत्रीमा कन्ट्याक्ट गर्नु होला यो मान्छेसँग है यो दिँदैछ डङ्की डङ यहाँ आमैले फेरि ल हेरौँ प्याज यो सब्जीहरूमा हाल्ने प्याज होइन यो के हो यो आलु कि मुला हो यो मुला होइन यहाँ टमेटो होइन यो पुलाउ भयो होइन यो राँगाको मासु यो राँगै हो नि अनि यहाँ के छ हेरौँ न खै
खसीको मासु बाँड्ने मान्छे सर यता मेन यता पापडमा होइन यो सलाद मुला अर्ग्यानिक हेलो के छ सर यो खोल्नु त के छ तरकारी तरकारी रहेछ यो चाहिँ भेज खानेलाई ओके खाना मिठो छ मिठै छ केही नपुगेर केही छ ओके छ ओके ल ल तपाईँको भात मिठो छ मिठो छ के को मासु खानुभयो तपाईँले के को मासु खानुभयो तपाईँले के को मासु खानुभएको के को मासु हो यो के को मासु हो ए उसले त यो के को मासु खाएको रहेछ भने सुँगुर भनौँ भने होइन होला यता अनि के छ ज्वाइँ साहबहरूको यता होइन कस्तो छ खाना अब यो हाम्रो गाउँमा होइन आफै बनाएको कोही फाल्टो क्याटरिङ लगायो होइन मिठो मानेर खाइदिनु पर्यो है ल पुग्यो त खाना प्लेट खाली भएछ ल मान्छे हिरो हो नि हो के बाँड्दैछ भने खै देखाइदिनु त राँगाका मासु छेत्रीको छोरा भएर राँगाका मासु बाँड्नु पर्छ गुड ल ठिक छ ल यहाँहरू भर्खरै खानु आँट्दै हुनुहुन्छ हाम्रो अब के पो भन्नु पर्यो मिसो भन्नु पर्यो पर्यो मिलाएर भनौँ ल ल ल हाम्रो लोकु सर ल टेस्ट गरौँ खाना कस्तो छ है नमिठो भने मिठो मानेर खानु पर्यो है ल ओके ल खानुभन्दा अगाडि यता ए जस्तै भए पनि मिठो मानेर खाइदिनु है है कस्तो छ होइन एकदम भेरी नाइस ओके ल